म, मेरो भाइ अनि आन्टी पुरा परिवार मिलेर फुपू, दुईवटा बौरानी अनि बौरानीको मम्मी, बहिनी हामीहरू चाहिँ डोके बजारको हल्का माथि फिस रिसोर्टमा गएको आज घुम्न। अनि भाइसँग हल्का कुराकानी भइरहेछ। अनि मैले फुपूलाई बोलाएर कस्तो लाग्यो फुपू तपाईँलाई यहाँ भन्दा ठिकै छ। मैले त कति पो राम्रो होला सोचेँ क्या, ठिकै छ त्यही पनि भनेर। यहाँ भाइले हेर्नु न राइड यस्तो मजाले क्या, त्यसलाई त हल्का हल्का डर लाग्यो भनिरहेको थियो कि यहाँ बौरानी हेर्नु न, बौरानी त पुरै डराएर म पछि त म अगाडि त म खेल्छु हुँदैन, पछि त डरले हेर्नु न हात पनि उठाएन त्यो डरले। यहाँ फुपू हेर्नु न म खेल्छु अरे मलाई के डर लाग्दैन भनेर पुरा डन हुनेर जानुभएको थियो कि। यहाँ हेर्नु न हाम फाल्नलाई डर मानेर नाइ म खेल्दिनँ भन्नुहुन्छ। अङ्कलले चाहिँ यहाँ रसी माथि नसमात्नु, माथि समात्नु हुँदैन, दुईवटा हात छोडिदिनु केही पनि हुन्न, त्यति धेरै पानी छैन, त्यति टाढा पनि छैन भन्नुभएको थियो कि। नाइ म खेल्दिनँ अरे मेरो 300 रुपियाँ त्यस्तै जान्छ अरे। नाइ नाइ भनिरहेको छ कि अङ्कल। यहाँ चाहिँ अङ्कल जबरजस्ती धकालिदिनुहुन्छ। एकछिनमा हेर्नु है धकालिदियो। हेर्नु न खतरा पानीहरू चाहिँ फुपू कमेडी छन् कि आज चाहिँ फुपूले कमेडी। यहाँ मैले चाहिँ हल्का यहाँ रमाइलो गरेँ। अनि बाबु चाहिँ हेर्नु न यसमा घुमाइरहेको लड्यो, झन्नै लडेको आज। यहाँ फुपू हेर्नु ढुङ्गामा डान्स गर्दै हुनुहुन्छ। यहाँ हल्का यहाँ दुई चारजनाले गरेको रमाइलो रे डान्स गर्दै